नेपालका मिडियालाई प्रश्न सोध्न चाहन्छु। सबैलाई कहाँ हर्गजीलाई कारबाही गरे भनेर खुब न्युज लेखिराखेको थियो, तर प्रधानमन्त्रीलाई कारबाही किन भएन भनेर लेख्न सक्नुभयो तपाईँ? सक्नु भएन। त्यसमा हामी पनि चुक्यौँ तपाईको कुरालाई। ल भिडियो हेर्नुस् न त, मजाले बकैदा छ त। गृहमन्त्रीलाई कारबाही किन भएन त सिट बेल्ट नलगाएर भनेर भन्न सक्नुभयो? त्यो सकेन, हेरेनौँ सम्भवतः, अब सकेनौँ भन्नु। सक्नु भएन नि त। हो, मिडिया नै यसरी भोलि तपाईँको बायस हुन थाल्यो भने चौथो अङ्ग किन भन्ने यसलाई? यसलाई त सरकारको तपाईँको अभिन्न अङ्ग भन्ने। यदि चौथो अङ्ग भन्न भएपछि चौथो अङ्गको महत्त्व के हो भने सारा जस्तै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तिनटै सरकारको कब्जामा भए पनि मिडिया चाहिँ स्वतन्त्र हुन्छ भनेर हामीले यसलाई चौथो अङ्ग बनायौँ। तर मिडिया नै सरकारको, अब अहिलेका एक दुई चारवटा युट्युबहरू हेर्छु, हुँदै नभएको काम पनि हलानाले गर्यो भन्दै हिँडिरहेको छु क्या म। त्यो कति तपाईँको गुलामी गर्यो, त्यो राम्रो विषयवस्तु होइन। मिडिया भनेको स्वतन्त्र हुने हो र आजसम्म धेरै वर्ष भइसक्यो म तपाईँको मिडियामा बोल्न थालेको र कतिपय साथीहरू सबै मैले चिनेको पनि छु। एकजना व्यक्तिलाई आजसम्म तिमीले यसो गर भनेर मैले भने पनि छैन। मिडिया स्वतन्त्र हुनुपर्छ। नेपालका मिडियालाई प्रश्न सोध्न चाहन्छु। सबैलाई कहाँ हर्गजीलाई कारबाही गरे भनेर खुब न्युज लेखिराखेको थियो, तर प्रधानमन्त्रीलाई कारबाही किन भएन भनेर लेख्न सक्नुभयो तपाईँ? सक्नु भएन। त्यसमा हामी पनि चुक्यौँ तपाईको कुरालाई। ल भिडियो हेर्नुस् न त, मजाले बकैदा छ त। गृहमन्त्रीलाई कारबाही किन भएन त सिट बेल्ट नलगाएर भनेर भन्न सक्नुभयो? त्यो सकेन, हेरेनौँ सम्भवतः, अब सकेनौँ भन्नु। सक्नु भएन नि त। हो, मिडिया नै यसरी भोलि तपाईँको बायस हुन थाल्यो भने चौथो अङ्ग किन भन्ने यसलाई? यसलाई त सरकारको तपाईँको अभिन्न अङ्ग भन्ने। यदि चौथो अङ्ग भन्न भएपछि चौथो अङ्गको महत्त्व के हो भने सारा जस्तै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तिनटै सरकारको कब्जामा भए पनि मिडिया चाहिँ स्वतन्त्र हुन्छ भनेर हामीले यसलाई चौथो अङ्ग बनायौँ। तर मिडिया नै सरकारको, अब अहिलेका एक दुई चारवटा युट्युबहरू हेर्छु, हुँदै नभएको काम पनि हलानाले गर्यो भन्दै हिँडिरहेको छु क्या म। त्यो कति तपाईँको गुलामी गर्यो, त्यो राम्रो विषयवस्तु होइन। मिडिया भनेको स्वतन्त्र हुने हो र आजसम्म धेरै वर्ष भइसक्यो म तपाईँको मिडियामा बोल्न थालेको र कतिपय साथीहरू सबै मैले चिनेको पनि छु। एकजना व्यक्तिलाई आजसम्म तिमीले यसो गर भनेर मैले भने पनि छैन। मिडिया स्वतन्त्र हुनुपर्छ।